ल अब हामी ठ्याक्कै हिताची पार्कमा छौँ। के भन्छौ केटा? एकदम रमाइलो छ होइन पार्कमा। यता मिठो सिटी छेउछाउ छेउछाउ हुने चाहिँ समय मिलाएर यसो भिजिट गर्नु होला। एकदमै फेमस छ यो चाहिँ। मितो सिटीको मात्र होइन, सायद यो जापान होइन विश्वकै फेमस ठाउँ आएको छौँ हामी है त। यहाँनिरको एरिया चाहिँ यस्तो छ, माहौल यस्तो छ। पार्क यहाँनिर छ, यो मेन सायद यो मेन पार्क होला। यहाँ चाहिँ अब हामी एकछिन ड्याममा डुम्डुम भलिबल खेल्छु भनेको, यत्रो केटाकेटी रहेछन् के खेल्नु। उयो त स्टेडियम जस्तो छ त्यहाँ टक्क बस्ने खालको। अनि समुद्र चाहिँ कहाँ हो? समुद्रमा जाउँ न। अब हामी चाहिँ समुद्रमा पौडी सौडी खेल्ने भन्ने हिसाबले आएका छौँ। पुरै ब्यागमा लुगासुगा बोकेर आइसकेका छौँ। पुरै व्यवस्थित तरिकाले आएका छौँ। तर यो समुद्र चाहिँ कुनपट्टि कुन साइडतिर छ भन्ने थाहा छैन। तर लास्ट टाइम महँगो रहेछ टिकट चाहिँ। कति अरे टिकट यहाँनिर छ 450 भनेपछि हाम्रो समथिङ गयो 1280 गयो। 1280 को चाहिँ टिकट काटिएको छ जापानमा। काम साम केही छैन, तर 1280 को टिकट काटेर हामी चाहिँ आउन सक्ने क्षमताको मान्छे त होइन राख्दैछु। हामी बसेको ठाउँबाट सबैबाट सुरुमा चाहिँ टक्क आउने स्टेसन आउने ट्रेन स्टेसन, त्यहाँबाट टक्क ट्रेन चढ्ने आउने, त्यसपछि फेरि गाडी चढ्ने फेरि आउने, यहाँ टिकट काट्ने। ओहो जापानमा टिक्न बहुत गाह्रो देख्दैछु मैले। नेपालमा केपीले ल्याउँथ्यो हुन्थ्यो रेल चढ्न पाइएन, अब यही जापानमा आएर चढ्यो यही देखियो। पहिलोचोटि ट्रेन चढेको खासै सबै हाम्रो होइन हाम्रो सबैको पहिलोचोटि हेर्ने ट्रेन कस्तो लाग्यो? एक्सपिरियन्स कस्तो लाग्यो? मलाई त हाम्रो लोकल बस जस्तै लाग्छ। ट्रेनमा चढेको छ है को चाहिँ पत्ता लगाउन को यहाँ हुनुहुन्छ हाम्रो विशेष गरेर मेघराजमा चाहिँ खाली होइन, बेला बेला भाइर त्यो रत्नमार्गको गाडी चढे जस्तै फिल आइरहेको थियो। घ्याचक त्यस्तो फिलै भएन नि ट्रेन यसो भन्दा कस्तो अल्टर टाइपको हो। ल ठिक छ, म अपडेट गरेर जानेछु बिचमा।